Hello and namaste everyone. Welcome back to the Ashish Tamang YouTube channel. So I have हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु भनौं। के भनौं? आरामै छु भनौं। अनि के छ तपाईहरुको खबर? म आज चाहिँ लङ टाइम पछि चाहिँ सो हुन्छ नि मनैदेखि सानो भ्लग बनाइदिनु भनेर चाहिँ सो त्यो भित्रबाट इन्ट्रेस्ट आयो हैन। समझ रहे हो आप? समझ रहे हो? सो अनि म चाहिँ आजलाई चाहिँ भ्लग बनाउँदैछु। सो हेर्दिनु होला। अनि के छ अनि तपाईहरुको गाउँतिरको हालखबर? यतातिर त एकदम चिसो मौसम छ हैन। सो अलिअलि काम लागिरहेको छ। सो देख्न सक्नुहुन्छ गाइज हैन। आजको मौसम चाहिँ एकदम ठिकै भनौं न, त्यस्तो नराम्रो नि हैन। जस हल्का घाम आइरहेछ। घाम आउँदैछ भनौं न। घाम आउँदैछ। यता चाहिँ हल्का आँखामा अलिअलि पर्ने घामहरू आउँदैछ। अनि म चाहिँ मेरो चाहिँ भोइस चेन्ज भयो भने ठान्नु भयो होला। मलाई चाहिँ एकदमै रुगा खोकी लाएर हैन तनाव भइरहेछ। त्यही भएर म अलि फिट एन्ड फाइन छैन भनौं। सो त्यही हो। सो अनि त्यही हो साथीहरू। अनि तपाईँको घरतिर के बितिरहेको छ हैन? मेरो घरतिर चाहिँ एकदम बिजोग चलिरहेको छ, किनकि हाम्रो हजुरबा बित्नु भएको छ। सो त्यही भएर चाहिँ यसो बिजोगै छ भनौँ हैन। अनि यता हुनुहुन्छ हाम्रो आसु हैन, टक्क यसरी हेरेर बसिरहेको छ। कति डल्ली देखायो देख्न सक्नुहुन्छ हाम्रो आसु चाहिँ पुरा हैन त्यो मोटो कस्तो त्यो डल्लो देखिरहेको छ। अनि हाम्रो गाउँतिरको सिनहरू चाहिँ यस्तै हो, देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ चप्पल लाएर बसिरहेको छु। यता एकदम चिसो छ हैन साथीहरू। अनि यस्तो मोटो मान्छे देख्छ। साथीहरू सबैजना यहाँ आफ्नो तालमा एउटा मान्छे साथीहरू अनि भित्र चाहिँ अँध्यारो छ हैन। यस्तो भयो भने यस्तो लाइट बल्छ हैन, यसरी बत्ती बल्छ। अनि अब अहिले चाहिँ मैले बत्ती निभाएँ हैन। टेन्सन हुन्छ हाम्रो यो यस्तो बवाल स्ट्यान्डर्ड रुम हो हैन। यस्तो खतरा छ हैन, यस्तो बवाल छ कि हैन, तर कसैको छैन होला यस्तो हैन। त्यस्तो भन्नु खोजेको हैन, तर एकदम सानो भए पनि ठुलो भए पनि एकदम बेटर एन्ड राम्रो छ हैन। सो देख्न सक्नुहुन्छ यो चाहिँ बत्ती हो। बत्ती मैले निभाइदिएको अब त्यसरी बत्ती बाल्नु हुँदैन हैन। सो त्यही हो साथीहरू। म चाहिँ अनि अब यस्तो बाहिरतिर निस्केको हैन। अब भित्र अब अलि के बसिरहनु हैन। यस्तो बाहिरतिरको यस्तो बब्बाल सिनहरू हुँदै यस्तो भ्यूहरू हेर्न छोडेर म भित्र बस्छु होला त साथीहरू। सबैजनाले भनिदिनु त यस्तो खतरा भनौँ न हैन। देख्छ उहाँ त हिमालय देखेको साथीहरू। बब्बाल छ नि त अलिक गाडा भयो नि त साथीहरू हैन। बब्बाल छ नि त गाडा हो। यस्तै हो साथीहरू। अनि यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मामु घर। अनि यो पनि मामु घर हैन। यो चाहिँ हाम्रो स्ट्यान्डर्ड घर भनौँ न। सो देख्न सक्नुहुन्छ म चाहिँ चप्पल लाउँदै कन्डङ हिँडेछु हैन। अब के गर्नु यस्तै हो। अब हाम्रो चाहिँ हजुरबा बित्नु भएको। अनि एकदमै भित्रदेखि इमोसनल छौँ सबैजना एकदमै हैन। अब बाहिरी हाँसो भयो भने भित्र मन दुखेको त अब आफैलाई मात्रै थाहा हुन्छ नि त। त्यही हो। अनि अब हाम्रो चाहिँ यहाँ चाहिँ अब बिस्तारै काम सुरु हुन्छ। आज 19 गते भयो। अनि हाम्रो 25 गतेको दिनबाट चाहिँ हाम्रो यहाँ काम सुरु हुन्छ र 28 गते चाहिँ हाम्रो काम इन्डिङ हुन्छ साथीहरू हैन। सो त्यही हो साथीहरू नि हैन। अनि हाम्रो चाहिँ सानो किचन रुम भनौँ न हैन।
टक्कको सानो त्यस्तो राम्रो नि होइन सो ठिक्कको अनि हाम्रो यो धारा टक्क स्ट्यान्डर्ड टाइपको होइन एकदम बब्बालै भनौँ न हुन्छ त्यो देख्न सक्नुहुन्छ साथीहरू अनि यिनीहरू चाहिँ सबै अघि बिहान भर्खर धोएको हो लुगाहरू अनि देख्न सक्नुहुन्छ यो चाहिँ ठाउल साथीहरू ठाउल मुख पुस्ने ठाउल होइन साथीहरू अनि त्यही हो साथीहरू अनि आशिष तामाङ के गरेर छ भनेर सोचिरहनु भएको होला आशिष तामाङ चाहिँ अब यहाँ झाडी फाट्न लगाइरहेछ सो सबैजनाले हेर्न सक्नुहुन्छ होइन अब चाहिँ यहाँ हामी सबैजना मिलेर चाहिँ झाडी फाट्न लगाइरहेको छौँ होइन सो बाटो यस्तो छ अलिक खतमै छ भनौँ न अनि यहाँ अब यहाँबाट लडेर मर्न पनि सक्छ है सो अनि त्यही हो यस्तो यो चाहिँ सबै हिजो मैले गरेको अनि अब थोरै यति बाँकी छ अनि अब चाहिँ त्यो सकाउनु पऱ्यो होइन सो त्यही हो अनि यो सबै पन्छाएको चाहिँ हिजो मैले अनि यतिसम्म चाहिँ पन्छायो अब थोरै बाँकी छ अनि त्यो पनि आज चाहिँ सब सकिन्छ होइन भाइहरू चाहिँ अब स्कुल जान लागेको छ होइन र म चाहिँ यत्रो खुर्बाले होइन यस्तो झाङहरू फाटिसक्यो है यति धेरै अनि अब यत्रो खोलाले हामीलाई त पस्न नसक्दैन अब अलिअलि छ थोरै के भन्छ साथीहरू तपाईँहरू त अब सुखले खाएर होला होइन मलाई त के गर्नु दुःख छ के गर्नु यस्तो हेलो साथीहरू घाँटी खाएर चाहिँ खतरा भइसक्यो होइन अब यो उद्यासम्म थियो भने अहिले यत्रो सबै सखा भइसक्यो होइन अनि देख्न सक्नुहुन्छ यता अझै छन्दैछ अब यो जति गाडी पनि सकिँदैन त्यो यो चाहिँ अब यहाँ तलसम्म पन्छाइदिने अनि यतिमै इन्डिङ हाल्ने साथीहरू होइन यो चाहिँ इस्कुसको झाङ हो है अनि यहाँ देख्न सक्नुहुन्छ इस्कुस पनि फलिरहेछ देख्न सक्नुहुन्छ धेरै तपाईँहरू त्यो के को रुख होला भनेर त्यस्तो उ गर्नु पर्दैन इस्कुस हो इस्कुस चिन्नुहुन्छ कि हुँदैन होइन देख्न सक्नुहुन्छ बम होइन सुजित तामाङ अनि यहाँ हुनुहुन्छ काली तामाङ सो त्यही हो साथीहरू अनि आजको भ्लग चाहिँ त्यही यताउता कामसाम गर्दा सकिनेवाला छ सो देख्न सक्नुहुन्छ यस्तो खतरासँग फाटिदिइसकेको छ होइन त्यो त अब थोरै बाँकी छ दादा भयो मेरो नि लास्ट ओभर घाँटी बसेर यहाँ कस्तो भइसक्यो अर्कै आएर होला होइन सो त्यही हो अनि आजलाई चाहिँ यति नै साथीहरू अब अर्को नेक्स्ट टाइम मिठो छोटो भ्लग ल्याउनेछु सो किप वाचिङ किप सपोर्टिङ किप लभिङ एन्ड बाई बाई गाइज